हेर्नुहोस् गाइज, आज चाहिँ तपाईँलाई यो भिडियोमा मेरो यो भ्लग च्यानलमा चाहिँ पानीपुरी बनाउन यस्तो राम्रो हेर्दैखेरि खाउँ लाग्ने खालको पानीपुरी बनाउन चाहिँ सिकाउँछु हैन। हेर्दै जानु होला राम्रोसँग, स्किप नगरिकन हेर्नुहोस्। स्टेप बाई स्टेप सिकाउँछु म तपाईँहरूलाई कसरी बनाउने भनेर। लेट्स गो। हामी चाहिँ आज पानीपुरी बनाउन गइरहेको छु। नास्तामा हेर्नु सक्नुहुन्छ, प्याज काटिसकेको छु हैन, खोर्सानी काटिसकेको छु, आलु उसिनिसकेको छु हेर्नु सक्नुहुन्छ। आलु उसिनेर तयारी भइसकेको छ, खोर्सानी प्याज काटिसकेको छ। अनि यतातिर चाहिँ पानीपुरी चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ, पानीपुरीको पुरी चाहिँ यहाँ फुलाइसकेको छ हेर्नु सक्नुहुन्छ, कति राम्रो भइरहेछ। अनि यहाँ चाहिँ ढुङ्ग्री अहिले एकछिन खाँदै तयार गर्नको लागि चाहिँ ढुङ्ग्री पनि बनाएर हामी खाँदैछौँ अलिअलि हेर्नु सक्नुहुन्छ, कति राम्रो छ हेर्नु। तेलमा टक्क यो चाहिँ रेडिमेड लिएर आएको हामीले, घरमा बनाएको होइन, रेडिमेड फेरि ल्याएर अनि सुकाएर यसरी गर्नुपर्छ। अब यता चाहिँ मैले चोखा तयारी पार्दैछु। चोखा तयार पारेपछि चाहिँ फेरि एकछिनमा अहिले म पानी पनि तयारी पारेर देखाउँछु तपाईँलाई। एकदम गाउँ घरमा भएको चिजहरू चाहिँ हालेर चोखा तयार गर्छु र पानी पनि घरमै भएको चिजहरू हाल्नेछु। अब हामी चाहिँ पानीको लागि र यो चोखामा हाल्नको लागि चाहिँ प्याज, आलु उसिनेर अनि खोर्सानी काटिसकेको छ। अब अमिलोको लागि चाहिँ कागती अनि अलिकति यो कागतीले कम हुन्छ भने पानीको लागि चाहिँ चोखो अमिलो पनि ल्याइसकेको छ। यहाँ नुन ल्याइसकेको छ हेर्नु। हेर्दै जानु है त कसरी गर्ने भने पहिला यहाँ मिसाएर नुन कचौरामा निकालेर राखेर सफा गर्ने हो, छान्नेमा गरेर यसरी कागती रस चाहिँ यहाँ चोखाको लागि हाल्छ है। यो चाहिँ पानीको लागि त्यहाँनिर राखेको छ। हामीले रस निकालिसकेर कागती रस निकालेर यसरी छान्दैछौँ यो केरा गर्नलाई। केराहरू सब माथि लगाउँछ। यो अचार अलिक स्वादिष्ट गर्नलाई चाहिँ हामीले चाट मसला हाल्दैछौँ हेर्नु सक्नुहुन्छ। र मलाई चाहिँ यसमा चाउचाउ हाल्दाखेरि चाहिँ एकदम मिठो लाग्ने हो भने मलाई चाउचाउ पनि नहाल्छु। चाउचाउ राम्रोसँग एकदम पाका मसिनो बनाउनुपर्छ। यसमा हाल्ने नि त मसला हाल्दा झन् मिठो हुन्छ। मसला एकदम स्वादिष्ट हुन्छ। हामीले तेल पनि हाल्नेछ। हल्का नुन हाल्नेछौँ स्वादअनुसार। यति नुन भए पुग्छ, किनभने अहिले यसमा अलिक पिरो अमिलो यो हाम्रो तयार भइसकेको चाहिँ यसलाई अलिकति मोल्नु मात्र बाँकी रह्यो। अब हामी चाहिँ यहाँ पानी बनाउँदैछौँ। पानी बनाउनको लागि चाहिँ हल्का नुन हाल्दैछौँ हैन। अनि त्यसपछि यो अहिलेको मसला पनि हालिदिँदैछौँ, अलिक मिठो स्वाद आउँछ। अलिकति हल्का चाट मसला पनि हाल्नेछौँ यसमा। त्यसपछि हामीले चाहिँ
अलि मिठो स्वाद गर्नको लागि चाहिँ पाचक लिएर आउँछ किनभने अब हामी चाहिँ अलि मिठो आउँछ पाचक हाल्दाखेरि चाहिँ अलिक पाचन पनि क्रिया पनि राम्रो हुन्छ मेरो सानो बनाउनु पर्छ मसिनो झोल बनाउनु पऱ्यो नि त हामी चाहिँ यहाँ हाल्नुलाई हाल्दैछौँ यो मसिनो भयो चियो अमिलो हाल्यौँ होइन अलिकति त्यो अहिले कागतीको अमिलो कम होला भनेर अनि यसमा चाहिँ हामीले अलिकति पिरो बनाउनुको लागि चाहिँ हामीले धुलो खोर्सानी दिइरहेको छौँ होइन धुलो खोर्सानी चाहिँ हामीले चाउचाउको धुलो खोर्सानी चाहिँ यसमा हालिसकेको छौँ अब त्यो अचारको लागि त अब हरियो खोर्सानी काटेको छ भने चाहिँ यो पानीको लागि चाहिँ धुलो खोर्सानी हाल्यौँ हामीले चाहिँ अनि अस्ति नगर चाउचाउको राखेको थियो यो त्यसको पनि यसरी हालेर चाहिँ अब युज भनौँ न है त रहेछ म त खाउँ लागेको छ मुखमा त पानी पनि निस्किन्छ अब अलिकति पानी हालेर अब यसलाई हामी घोल्दैछौँ फुट्ने गरेर अब यो घोलेर एकछिन 2-3 सेकेन्ड गयो मुस्दैछौँ अब हामी चाहिँ एकछिन कस्तो राम्रो देखिएको छ खाइहेर्छ है त म चाहिँ कस्तो भएको छ अब एकदम गजब भएछ हेर्नु मलाई एकदम मिठो लाग्यो तपाईँ पनि बनाएर अनि कस्तो लाग्यो मलाई कमेन्ट गर्नु होला है त मेरो भिडियोमा